त्यो दिन पैसाले बोल्यो, अब तिमीले मलाई सम्झाउनु पर्छ। हामी धेरैले लाग्छ पैसा त सधैँ कमाइरहन्छ, खर्च भइरहन्छ। कहिले हेला गर्छौं, कहिले फालाफाल गर्छौं, कहिले भोलिको चिन्ता नगर आज रमाऊ भन्छौं। तर एक दिन त्यस्तो घडी आउँदैछ जब जीवनको मुस्कान गम्भीर छायामा हराउँछ, जहाँ सास रोकिए जस्तो लाग्छ तर आँखामा आँसु मात्र हुन्छ, कुनै उपाय हुँदैन। त्यो घडी आउँछ जहाँ शरीर थला पर्छ, मन थिचिन्छ, तर उपचार गर्नुपर्छ भन्ने जिम्मेवारी आउँछ। तर उपचारले होइन, पहिला पैसाले ढोका खोल्छ। त्यही दिन बुझिन्छ पैसा भनेको फोहोर होइन, पैसा भनेको आपतको देवता हो। उज्यालोमा त छाया देखिँदैन, तर अँध्यारोमा छायाको महत्व थाहा हुन्छ। यस्तै गरी सुखमा पैसाको मूल्य थाहा हुँदैन, तर दुःखमा पैसा नहुँदा एक गिलास पानी पनि महँगो महसुस हुन्छ। त्यो दिन अस्पतालको ढोका ढकढक्याउँदा हामीसँग मन थियो, भावना थियो, माया थियो, तर हस्पिटललाई चाहिएको थियो रकम। अक्सिजन चाहिन्छ भन्ने कुराले मुटु पोल्दैन, अक्सिजनको चार्ज यति हजार हुन्छ भन्ने वाक्यले पोल्दछ। आइसियु खाली छ भन्दा आशा जाग्छ, तर 50,000 डिपोजिट चाहिन्छ भन्दा कसको लागि जिउने भन्ने प्रश्न उठ्छ। त्यसैले अब बुझ्न जरुरी छ, पैसा कमाउनु लोभ होइन, बुद्धिमानी हो। पैसा जोगाउनु स्वार्थ होइन, उत्तरदायित्व हो। पैसा राख्नु पाप होइन, कसैको प्राण रक्षा गर्ने भविष्यको आशा हो। पैसा त भन्दैछ तिमी आज मलाई हेपिरहेछौ, तर भोलि तिमी रोदा म नभए सायद तिमी पनि छैनौ। मलाई कमाऊ, मलाई जोगाऊ, किनकि एक दिन म तिमीलाई जोगाउनेछु। आज रमाइलोमा खर्च गर्ने बानी छ भने एकछिन थाम। भोलिको अस्पतालको सिट नपाउँदा 2 घण्टा पछाडि आएको पैसाले कति ठूलो चमत्कार गर्न सक्थ्यो त्यो सम्झ। आज मोबाइल, लुगा, पार्टी, सवारी, घुमफिरमा अरूको लागि खर्च गर्दैछौ भने एकपल्ट आफ्ना लागि पनि आपतकालीन खातामा पैसा राख। किनभने जीवन अस्थायी छ, संकट स्थायी छ, तर संकट आउँदा त्यसको सामना गर्ने तागत पैसाले दिन्छ। त्यसैले सपना देख, संघर्ष गर, रमाऊ, तर पैसा कमाऊ, बचाऊ पनि। किनभने अन्तिम घडीमा तिमीले कमाएको ज्ञानले होइन, तिमीले जोगाएको पैसाले तिमीलाई वा तिमीले माया गर्ने कसैलाई जीवनको मौका दिन सक्छ। त्यसैले आजैबाट पैसा जोगाउन तर्फ लागौं।